गाइस वेलकम टु माई मिनी ब्लग गाइसहरू नि आज चाहिँ हजुरहरूले मलाई कहाँ देख्नुहुँदैछ त गाडीको माथि के भन्छ यसलाई माथि गाडीको छतमा खै के भन्छ मलाई थाहा छैन त्यहाँ बसेको साथीहरू यो मेरो फर्स्ट एक्सपिरियन्स हो मलाई यति धेरै रहर थियो मलाई यस्तो माथि चढ्ने यति धेरै रहर थियो होइन गाइसहरू मलाई कहिले पुरा भएको थिएन तर मेरो आज यो सपना पुरा भयो म एक्लै छु होइन साथीहरू अरू तल बस्नु भएको छ अनि बस्ने भन्नुभयो यस्तो अवसर त मिल्दाखेरि कहाँ गुमाउनु सक्छु त होइन गाइजहरू चढ्ने भनेर चाहिँ एकदम मात्रै चढेको छु होइन अनि यो भिडियो चाहिँ मेरो अङ्कल आन्टी देख्नु भयो भने चाहिँ मलाई यहाँ हाल्नुहुन्छ होइन तर पनि होइन साथीहरू मैले चाहिँ हजुरहरूलाई देखाउनुको लागि भए पनि भिडियो बनाएको छु साथीहरू हेर्नुहोस् त ल हजुरहरूलाई पनि के लाग्छ यसो कमेन्ट गर्नुहोस् त ल यहाँ म माथि चढेको देखेर होइन तपाईँहरूले पनि सुझावहरू दिनु मन छ भने चाहिँ भन्नु सक्नुहुन्छ अनि चाहिँ मेरो मिनी ब्लग यहीँ गर्नु चाहे बाई साथीहरू चाहिँ हान्दैन लागि साथीहरू किन म यहाँ बस्नुको रिजन चाहिँ के हो भने चाहिँ नि यहाँ तपाईँ चाहिँ एकदम बुढो मान्छेहरू हुनुहुन्छ ग्रान्ड फादर ग्रान्ड मदर हुनुहुन्छ अनि त्यसपछि प्रेग्नेन्ट लेडी हुनुहुन्छ नि त अनि त्यही भएर मैले चाहिँ ठाउँ छोडिदिएको अब म बस्छु भनेर त खेद्नु त भएन उहाँहरूलाई त एकदम होइन अनि उहाँहरूलाई कति गाडी हुन्छ यहाँ माथि बस्दाखेरि होइन ओल्ड मान्छेहरूलाई अनि त्यही भएर म तपाईँहरूसँग जवानी छु नि त भनेर चाहिँ बसेको साथीहरू अहिलेसम्म चाहिँ